युट्युब च्यानलमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। मेरो नाम ममता भक्ति मगर, मेरो घरको भइरहेको। तर अहिले चाहिँ म इन्डियाको उत्तराखण्ड जोशीमा पर्छु। अनि अहिले चाहिँ दिउँसोको 4:15 भएको छ। अनि म चाहिँ अङ्कलको घरमा दुध लिन जाँदैछु। हाम्रो चाहिँ सानो बाख्राको पाखा छ, त्यसको लागि चाहिँ दुध ठेक्का गरिदिएको छौँ अङ्कलको घरदेखि। अनि त्यही भएर डेली कि मम्मी कि म चाहिँ दुध लिन जान्छौँ। अनि आजको मौसमको कुरा गर्नुहुन्छ भने हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ पानी परेको छैन। अनि बिहान चाहिँ हल्का गर्मी उस्तो गरेको थियो। अनि अहिले चाहिँ चिसो चिसो हावा चलेको छ। अनि आज पनि म हिँड्दा यो पोखरामा पनि घाँस पलाइसकेको छ। घाँस पलाएर चाहिँ हरियो देखिन्छ। अनि यो चाहिँ अलि उसकै पाटा जस्तो छ। अनि बाटो चाहिँ सानो छ, अलिक ध्यान पुऱ्याएर हिँड्नुपर्छ। अनि यो घाँसमा पनि कति राम्रो फुल फुलेको। अनि हाम्रो बाटो चाहिँ यस्तो गोरेटो बाटो छ। अनि यस्तो छ, तलतिर चाहिँ यस्तो छ। अनि यतातिर चाहिँ हामीले पछि घाँस काट्छौँ। म आएको चाहिँ यस्तो गोरेटो बाटो। अनि यसमा चाहिँ बाबाले गाई बाख्रा पनि हिँड्नुहुन्छ। अनि यतातिर चाहिँ जङ्गल धेरै बढिसकेको छ। अनि माथि आकाशमा चाहिँ बादल लागेको छ, पुरै पानी पर्ला जस्तो गरेको छ। साँझतिर आइदिए हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। यहाँनिर चाहिँ ठ्याक्कै बाटोमा चाहिँ मेरो बहिनीको टमाटर पर्छ। अनि टमाटरमा हेर्नु न, टुप्पासम्म यसरी फल लागेको छ यसको टमाटरमा। ओ माई गड, ओ माई गड, वाउ, हेर्नु नै, यहाँ पनि यस्तो फलेको छ। यो यति ठुलो भइसकेको छ यसको टमाटर चाहिँ। ओ माई गड, कति फलेको टमाटर भन्ने जस्तो लाग्यो मलाई चाहिँ। यहाँ हेर्नु न, फ्लावरिङ पनि हुँदैछ। टमाटर पनि गजब फलेको छ यसको चाहिँ। म चाहिँ उट्टासम्म गएन, किनभने अर्काको बारीमा फेरि उट्टासम्म जानु पनि ठिक हुँदैन के। फेरि भन्ला फेरि दिदीले मेरो बारी पुरै छाल मारेछ भन्ला फेरि, त्यही भएर चाहिँ म चाहिँ उट्टा गएन। अनि त्यो अघिको टमाटर र यो टमाटर चाहिँ एकदम फरक क्वालिटीको। यो लामोमा छ, त्यो गोलोमा छ। अनि यसको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन। मैले उसमा हेर्नु पर्ला, कागजमा हेर्नु पर्ला, यसको प्याकेटमा हेर्नु पर्ला। यो चाहिँ नेपालदेखि ल्याएको बियो। अनि उताको चाहिँ गौरव हो। त्यो त्यहाँनिर चाहिँ मेरो सालु, मेरो बहिनी छ, हाट हल्लाउँछ। अनि तिर चाहिँ बाख्रा बाबालाई छाडिदिन जानु लागेको छ। किनभने आजभोलि चाहिँ बाबा र अङ्कलको बाख्रा चाहिँ बाबाले नै हेर्नुहुन्छ। अनि त्यही भएर चाहिँ यसो चाहिँ बाख्रा छाडिदिन जानु लाग्छ बाबासँग। बाबा चाहिँ तल उसमा जङ्गलमा हुनुहुन्छ, त्यो चाहिँ गइहालेँ। अब म चाहिँ पुग्ने लागिसकेको छु। गाइस हेर्नु न, यो के को बच्चा होला यो। यसले मलाई यसरी डराउन दियो, यसरी डराउनु भयो। यो चाहिँ पारुको ब्रुनो हो। के गरेको, नमस्ते गरेको मलाई। अरे कस्तो डराउनु दियो कोडाले, उठा। यसले मलाई हेरेर, यसले चाहिँ मलाई हेरेर डरायो। अनि म चाहिँ यसलाई हेरेर डराएको जस्तो के गरेको त्यस्तो। अनि यहाँ चाहिँ सानो सानो पानी आएको छ, ठोपा। यहाँ आएको मूलबाट आउँछ। अनि यो पानी चाहिँ गाई गोरुलाई, अनि गाई गोरुको लागि मात्रै युज गर्नुहुन्छ। अनि कुकुरहरूले पनि खान्छन्। छे गन्डा खोरी। गाई छैन, यो चाहिँ यो लडिरहेको छ नि सिस्नामा। यो लडिरहेको चाहिँ के अरे उसको जन्डिसको एकदमै औषधि हुन्छ। यसको जरा चाहिँ कसैले पनि देख्दैन अरे के। यसको जरा चाहिँ कहाँ हुन्छ थाहै हुन्न अरे। अनि यसको जरा देख्ने मान्छे चाहिँ एकदम भाग्यमानी हुन्छ अरे, नत्र भने यसको जरै देखिन्न अरे। चल 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 हिँड हिँड, आइज
अरे तँलाई मैले के गरेको छु र यहाँ चाहिँ ओखर चाहिँ यो साल डरो आएको छ हेर्नु न दुईटा छ यहाँ दुईटा छ यसको चाहिँ जोडी भएर फल्छ क्या जस्तो लाग्यो कि मलाई जहाँ पनि देख्छु ठ्याक्कै जोडी हुन्छ ओखरको चाहिँ अनि त्यो झार चाहिँ यहाँ पनि छ नि हामीले चाहिँ सानोमा चाहिँ यसको झार चाहिँ नेपालतिर के सानोमा चाहिँ चस्मा बनाएर लगाउँथ्यौँ यहाँ टिन्टे आइज म चाहिँ अहिले घर निरै पुग्न लागिसकेको छु आन्टी कान्छी आन्टी तलदेखि कराइराख्नु भएको छ के त्यो के रे भाइ खै त बजे कसले ल्याएको र यो त्यसले कतिमा दिने विचार गरेछ के थाहा त लिन त नेपालतिर यो के अरे 50 मा पाइन्छ क्या एउटालाई अब त्यसले कुन कसरी लगाउने विचार गर्यो तर उसमा लिँदाखेरि अलिकति सस्तो छ के डब्बैसँग लिने बेलामा चाहिँ 4000 मा कोही कतिमा दिन्छ खै त बजे 250 को ए मैले दुईटा डब्बाको हिसाब गरेँ होला 250 कै होला खुल्लामा किन बेच्दाखेरि 50 रुपियाँमा पर्छ नि तर त्यो 250 लाई 50 पिस कि कति पिस हुन्छ कि म ठ्याक्कै बिर्से 50 पिस हुन्छ कि 100 पिस हुन्छ 100 पिस हुन्छ आन्टी 100 पिस हुन्छ र सङ्गीता मैले 150 बारेको थिएँ ए खिड्की से देख कौन है वो खिड़की से चिल्ला रहा है छा ठुक रहा है कितना गंदा लड़का है ये अच्छा लड़का नहीं है ये अच्छा लड़का तो रिवान है और ऊपर समर है तू तो कितना गंदा लड़का है मेरे को ठुक रहा है मागो को ठुक रहा है गंदा लड़का छा नीलू खाई नमस्ते कर प्रणाम बाई बाई को टाटा कहाँ जानु भयो छ्याट्टै यार म जानु छिटो जानु भनेको आन्टीलाई बोलाउँछु यहाँ चाहिँ आन्टीहरूको सानो गुलाबको हाँगा छ अनि यो हाँगामा चाहिँ गुलाबको फुल झपक्क फुलेको छ अनि तर यो गुलाबको सिजन जान लाग्यो होला त्यही भएर चाहिँ सबै ओइलेको छ अनि कोपिला पनि लागेको छ सानो सानो अनि यो चाहिँ चल्लाको खोर हो यहाँ चाहिँ आन्टीहरूको यस्तो छठमा चाहिँ थरी थरीको फुल फुलेको छ अनि वाउ यहाँ चाहिँ पिङ्क कलरको फुलिरहेको छ एउटै जातको फुलहरू पनि थरी थरी छन् अनि यो चाहिँ रेड कलरको अनि रेड कलरको फुल पनि अलि अर्कै रेड छ यो चाहिँ व्हाइट कलरको तर किन हो यो पार्ट चाहिँ सुकिराखेको रहेछ अनि यतातिर छ हजारी फुलको बेर्ना चाहिँ ठुलो भइसकेको रहेछ यो रुखमा चाहिँ लतराममा टमाटरको फल लागिसकेको छ यो चाहिँ रुख टमाटर हो फ्लावरिङ पनि हुँदैछ अनि फल पनि लागिसकेको छ यो चाहिँ पाक्न एकदमै टाइम लाग्छ अनि पाक्यो भने चाहिँ हल्का अर्कै कलरको हुन्छ यो चाहिँ मलाई ठ्याक्कै थाहा होइन त्यसको कलरको नामै याद आएन अनि यहाँ तल चाहिँ लिली फुल छ यो चाहिँ अब यस्तो मजाले फुल्छ यतातिर चाहिँ गिलास फुल भन्नु रहेछ मलाई चाहिँ लिली फुल भने जस्तो लाग्छ यो चाहिँ अब चाहिँ फुल्छ यो अनि यतातिर छ राटकी रानी भन्ने फुल यो चाहिँ राटी साँझ पख चाहिँ झपक्क फुल्छ त्यही भएर चाहिँ राटकी रानी भनेको नि यतातिर छ लाउडे फुल लाउडे फुललाई फेरि यतातिर आलु फुल भन्नु रहेछ हामी चाहिँ यसलाई चाहिँ लाउडे फुल भन्छौँ अब डाङतिर खै के भन्नुहुन्छ त्यो ठ्याक्कै थाहा भएन
दाङतिर पनि लाउरे फुले भन्ने जस्तो मान्छ तर यो चाहिँ खासमा भन्ने पनि पहाडको नाम हो लाउरे फुल भनेर भन्नुहुन्छ यहाँ चाहिँ दुईटा फुलहरू रहेछ अनि यहाँ तल छ एलोभेरा अनि यतातिर चाहिँ निलुले बिन्स लगाएको रहेछ यसले पनि सेम हाम्रो स्टाइल लगाएको रहेछ बिन्सको खुट्टामा चाहिँ खण्डेको रहेछ अनि यसको साइडमा चाहिँ जङ्गल रहेछ पछि फाल्छ होला हामीले पनि आज फाल्यौँ अनि यहाँ चाहिँ जाली लगाएको छ म चाहिँ अङ्कलको घरदेखि आएर पानी भर्न गएर अहिले चाहिँ कुटो लगेर बारीमा जाँदैछु किनभने अलिकति रहेको छ त्यहाँ खण्डा छुटेको छ अनि त्यसलाई चाहिँ कम्प्लिट गर्न जाँदैछु अनि अहिले चाहिँ अघि चाहिँ हावा चलिराखेको थियो चिसो अहिले चाहिँ हल्का उम्सो गरेको छ यस्तो उम्सो गर्ने बेलामा चाहिँ टाउको दुखेर काम गर्न मनै लाग्दैन तर काम गर्न मन नलागेर के गर्नु काटिन्छ यतातिर चाहिँ बाबाले काँक्राको झ्याङ्टा लगाइदिनु भएको आज अनि त्यही भएर चाहिँ ठुल्ठुलो झ्याङ्टा छ अनि जाँदाखेरि चाहिँ टुक्रुम परेर जानुपर्छ अहिले चाहिँ एकदमै उम्सो गर्यो मौसम हेर्दाखेरि त यस्तो लागिरहेको छ राति फेरि एकदमै ठुलो पानी पर्छ जस्तो छ बादल एकदमै आकाशलाई ढाकेको छ बादलले चाहिँ अनि यो खेतमा चाहिँ हामीले बिन्स लगाइदिएको छौँ ज्याकी अनि यहाँ चाहिँ बाबाले बिहान काँक्रामा ठ्याङ्ग्रा लगाउने भएको थियो अनि यतातिर चाहिँ ठ्याङ्ग्रालाई चाहिँ झ्याङ्टा भन्छन् अनि यो ज्याकी चाहिँ कामचोर छ यो चाहिँ बाबासँग गुवा लगाएको थियो अहिले चाहिँ यहाँ आइसक्यो होइन ज्याकी भुटुङले ज्याकी यो चाहिँ अलिक घमण्डी त्यस्तो छ तर सेरु चाहिँ त्यस्तो छैन फेरि सेरु भू माथि छ सेरु चाहिँ अनि यो चाहिँ एकदम रिस गर्छ के यसलाई ओइ खेतमा धेरै हिँड्ने होइन पट्काइदिन्छु अहिले सेरु चाहिँ माथि के हेरिराखेको छ सेरु त्यही बस ल नाइज ल अहिले समझदार छ कि त्यो खास चाहिँ डुल्दैन त्यो चाहिँ अनि मैले चाहिँ के भन्नु लागेको थियो भने चाहिँ बिहान मम्मी र मैले चाहिँ यहाँ जङ्गल फाल्यौँ मल हाल्यौँ अनि अलिक पर्सम्म जान्छु है म जङ्गल फाल्यौँ अब चाहिँ ठ्याङ्ग्रा मागिसकेको छ अब लरा फालेको छ फ्लावरिङ पनि हुँदैछ अनि त्यो ठ्याङ्ग्रा चाहिँ बिन्समा लगाइदिने भनेर राखेको छ अनि त्यहाँ चाहिँ अनि यहाँ चाहिँ एउटा भाजी सागको पाउडा पनि उम्रेको छ यो चाहिँ नाम्रे हो अनि नाम्रे भनेको चाहिँ आफस्याप भएको के कहाँदेखि बीज खसेको होला अनि त्यही भएर चाहिँ भएको चाहिँ एकदम कलिलो छ यसलाई चाहिँ एक दिन त्यसैमा मिक्स गरेर खाने हुन्छ एक छाक हुन्छ बिहान चाहिँ निसाको खेतदेखि टिपेर खायो यहाँ चाहिँ बिन्सको झ्याङ्टाहरू छ अनि यो खेतमा चाहिँ पहिला हामी धनियाँ लगाएको थियौँ त्यहाँ जाने उतादेखि बार छ यतातिरदेखि चाहिँ झ्याङ्टा छ त्यही भएर अनि कता आज चाहिँ आकाशमा बादल लागेको छ अनि यतातिरको खेतहरू चाहिँ यस्तै हुन्छ हामीले चाहिँ खासमा भन्यो भने बारी भन्छौँ तर गडालीहरू चाहिँ खेत भन्छन् अनि त्यही भएर मलाई पनि मुखमा झ्याप्पै खेत भन्ने आउँछ भनेर यो खेत चाहिँ सानो सानो हुन्छ यो सबै बिहान जङ्गल फालेर यो खेतमा र यो खेतमा चाहिँ जङ्गल फालेर मम्मीले मल हालिदिनु भएको थियो यो अलिकति रहेको छ यसलाई पनि म निम्टाइदिइहाल्छु किनभने रह्यो भने रहेको हुन्छ अब चाहिँ यसलाई चाहिँ मैले निम्टाइदिइहाल्छु यो काम चाहिँ मैले यो खेतमा चाहिँ हामीले पहिला योभन्दा यो बिज लगाउनुभन्दा पहिला चाहिँ हामीले मटर लगाएको थियौँ अनि यो मटर चाहिँ हेर्नु न मटरको बीज खसेर चाहिँ उम्रेको छ अनि यता पनि छ धेरै ठाउँमा छ मटरको बीज चाहिँ मलाई चाहिँ कन्फ्युज भयो म यसलाई ओखलम कि नओखलम भनेर अनि यो चाहिँ टमाटरको पाउडर छ यहाँ पनि पहाडको मौसमको के कुरा गर्नु एकैछिनमा चेन्ज हुन्छ अलि भर्खर म खेतमा आउनुसम्म चाहिँ एकदमै उम्सो गरिराखेको थियो 2-3 मिनट जति भयो होला नि अहिले चाहिँ फेरि सिरसिर हावा चल्दैछ ठिकै छ सिरसिर हावा चलेकै राम्रो अनि काम गर्न सजिलो हुन्छ नि त त्यही भएर अब चाहिँ म फटाफट यो जङ्गल फालिदिन्छु ढिलो नगरेर
फाइनल्ली मैले चाहिँ जङ्गल फालेर सकाइदिएँ। आजको काम पनि सकियो यो खेतको चाहिँ। अनि बिहान जङ्गल फालेकोमा चाहिँ सुकेर हल्का सेतो सेतो देखेको छ भने चाहिँ अहिले फालेकोमा चाहिँ हल्का गिलो देखेको छ। अनि नन स्टप 1 घन्टा जति लाग्यो। अनि त्यही भएर चाहिँ हल्का जिउ दुखेको जस्तो भएको छ। अहिले चाहिँ 6:45 बज्यो। अनि म चाहिँ माथिको बेगनको खेतमा जाम कि नजाम भनेर म कन्फ्युज भएको छु। किनभने जाँदा चाहिँ अलिकति टाइम गइहाल्छ। अनि अलिकति टाइम गइसके पछाडि चाहिँ अब त्यहाँ चाहिँ धेरै काम हुन सक्दैन। त्यही भनी जान्छु म यसमा हेर्न। जति हुन्छ 1 लाइन भए पनि त्यसको जङ्गल फालेर आउँछु। किनभने बाबाले चाहिँ एकदमै धेरै जङ्गल बढेको छ। जङ्गलले सबै बेगनलाई पुरिसक्यो भनेर कराइराख्नु भएको छ। अनि म चाहिँ हेर्न जान्छु। अनि जति रात नपर्सम्म चाहिँ एकछिन 1-2 लाइन भए पनि जङ्गल फालेर चाहिँ आउँछु। यहाँ चाहिँ मम्मीले फर्सी लगाइदिनु भएको छ। अनि यहाँ चाहिँ यो वाला फुल चाहिँ जहिले पनि उम्रेको हुन्छ। यो चाहिँ रातो फुल्छ। खासै त्यस्तो एकदम राम्रो भन्ने चाहिँ फुल्दैन नि। योदेखि बाटोभर चाहिँ यहाँ चाहिँ हाम्रो टमाटर खेत छ। अनि बाबाले चाहिँ उतल अङ्कलहरूको बाख्रा अनि 2टा गाई अनि हाम्रो बाख्रा चाहिँ चलाउँदै हुनुहुन्छ। अनि हेर्नु न। अनि आजभोलि चाहिँ जङ्गल खोला नाला एकदमै बढिसकेको छ। ओ माई गड, जस्तै म आएँ बिचारा बेगनलाई देखेर मलाई एकदमै नराम्रो लाग्यो। किनभनेपछि पुरै बेगन नै देखेको छैन। पुरै चाहिँ जङ्गलले ढाकिदिएको रहेछ। अनि यस्तो भयो भने चाहिँ पाउरालाई एकदमै असर गर्छ। अनि अब चाहिँ मैले फटाफट 1-2 लाइन भयो भने बेगनको जङ्गल फालिदिन्छु। यो वाला घाँस एकदमै चाम्रो भएको छ। यो सानो कुटोले आएको छैन। अनि एकदमै यसरी बल लगाएर चाहिँ यसको जरा चाहिँ खन्नु पर्ने भएको छ। ओ माई गड, यसको जरा चाहिँ एकदमै भित्रै जमिनमा गाडेर होला सायद निक्लेकै छैन। अनि यसरी बल लगाएर चाहिँ खन्दाखेरि चाहिँ गाह्रो भएको छ। तर के गर्नु, खन्नै पर्यो। अन्टतिर चाहिँ खास छैन यो वाला घाँस। यही 1-2 लाइन रहेछ। एनटिपिसी कम्पनीमा पनि झिलिमिली बत्ती बलिसकेको छ। अनि अझै पनि आकाशमा बादलले ढपक्क ढाकेको छ। अनि त्यो एनटिपिसीको कम्पनीमा चाहिँ बत्ती बल्दाखेरि चाहिँ एकदमै राम्रो देखिन्छ। अनि यहाँ तल चाहिँ मम्मीले आफ्नो सकिने बेला छ। अनि टमाटरमा पात फाल्दै हुनुहुन्छ। अनि मैले चाहिँ 3 लाइन खनेर सकेँ। नआएको जस्तो भइरहेपछि यति पनि सकिन थियो नि। यहाँ चाहिँ हेर्नु न, बैगनको यति राम्रो फुल फुल्दैछ। अनि
यतातिर चाहिँ यो कुरो चाहिँ मैले यहीँ छोडिदिन्छु अनि यतातिरको चाहिँ म भोलि बिहान नै उठ्ने बित्तिकै आएर खन्छु म चाहिँ भोलि नास्ता सास्ता केही बन्न लाग्दैन यो आएर खन्छु अनि बल्ल नास्ता बनाउनुतिर जान्छु अनि त्यो खनेको र त्यो जङ्गल नफालेको र यो फालेर खनेकोमा चाहिँ धेरै अन्तर देखेको छ अनि अब चाहिँ झमक्क रात पर्नेवाला छ किनभने 7:30 बजिसक्यो अनि यतातिरको पहाड हेर्नु न अहिले चाहिँ चिसो चिसो हावा चलिरहेको छ मलाई त यस्तो लागिरहेको छ यहीँ बारीमा बसौँ जस्तो अनि यतातिर जङ्गल बढेर बेगन चाहिँ मैले तलको बिन्सभन्दा थोरै खने तर ठकाइ चाहिँ मलाई तलको बिन्सले भन्दा यहाँ माथिको बेगनले एकदमै ठकाइ लगाइदियो किनभने चाहिँ माटो पनि चाम्रो थियो अनि जङ्गलको जरा पनि एकदमै चाम्रो थियो नि त्यसले चाहिँ मलाई एकदमै ठकाइ लगाइदियो अनि अहिले चाहिँ म घर जाँदैछु अब चाहिँ झमक्क रात पर्नेवाला छ अनि घर गएर दिउँसोको 2-4वटा भाँडा माझ्दा अनि हातमुख धुँदा झमक्क रात पर्छ अनि मैले चाहिँ भिडियो यहीँ इन गर्छु आई होप तपाईँहरूलाई भिडियो राम्रै लाग्यो होला जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला।